नमस्कार। आज हम नेपाल में चली रहेको हिंदू अधिराज को मांग सहित को आंदोलन लाई केही दिनदेखि राज्य सत्ता र आन्दोलनकारीहरूको बीचमा भइरहेको झडप र आफ्नो पक्षलाई बलशाली बनाउने सन्दर्भमा भइरहेका काम कुराहरूले गर्दा अहिले देशमा अशान्ति जस्तो वातावरण फैलिएको, खास गरेर राजधानीमा त्यति राम्रो वातावरण देखिएको छैन। यसै सन्दर्भमा लिएर मैले दुई चार शब्द बोल्न चाहिरहेको छु। सर्वप्रथम त हिन्दू अधिराज्य हटाउने अथवा मतलब राजा हटाउने र सेकुलर राज्य गर्ने मतलब हिन्दू राष्ट्र हिन्दू राज्य हटाउने यो कुरा संविधानमा लेख्नलाई न जनताको कुनै आन्दोलन थियो न माग थियो। तर यो सबै जनतालाई ढाँटेर अर्कै विषय देखाएर जुन आन्दोलनहरू भए र त्यसमा जनताले साथ दिए, त्यसपछि विजयी भइसकेका राजनीतिक दलहरूले जुन चलखेल गरेर राज्यलाई हिन्दू राष्ट्रबाट हटाए र पछि गएर राजालाई पनि हटाए। यो दुई चीजले गर्दा एक त पहिलो कुरा त जनताको बीचमा जुन उहाँहरूको छवि थियो त्यसमा नै नकारात्मक प्रभाव परेको छ। यो कुरो मान्नुपर्छ उहाँहरूले। सबभन्दा ठुलो कुरा के भनेपछि जनताले यो कुरा त हामीलाई थाहै दिनु भएन नेताहरूले भन्ने कुराहरू भनिरहनु भएको छ। तो जनतासँग यो एक किसिमको छल ढाँट भयो। अब राजनीतिक विषय हो भनेर भन्नुभयो उहाँहरूले। अब जेसुकै जस्तो भयो पनि ल ठिकै थियो, चलिरहेकै थियो, चलेकै थियो, सायद चल्थ्यो होला पनि राम्रैसँग। तर नेताजीहरूले गर्नुपर्ने कामहरू नगरेर नगर्नुपर्ने कामहरू गरेर जुन अगुवाकारहरू हुनुहुन्छ नेतृत्वतामा, उहाँहरूले नेतृत्वताको आफ्नो जिम्मेवारी आफ्नो दायित्वलाई बिर्सेर उहाँहरूले शक्ति, सत्ता र धन यो तीन चीजको लोभ लालचमा परेर उहाँहरूले तीन चारवटा ठुलो गल्ती गर्नुभएको छ। अब एउटा त कुरो सिधा कि जनतालाई ढाँट्नु हो। आन्दोलनको समयमा जनतालाई यो कुराहरू बताउनु भएन र संविधानमा अचानक हालिहाल्नुभयो उहाँहरूले। धर्मनिरपेक्ष राख्नुभयो, त्यसपछि चाहिँ हिन्दू राजा हटाइदिनु भयो, सकियो। एउटा त यो गल्ती भयो। दोस्रो कुरा के भयो भनेपछि उहाँहरू राज्यको देशको माटोको मान्छे बन्न सक्नु भएन। उहाँहरू पार्टीको मान्छे बन्नुभयो, केही व्यक्तिहरूको केही समूहहरूको मान्छे बन्नुभयो। देशको सबैको माया उहाँहरूमाथि आउन सकेन। यस कारण कि जुन अघि मैले भने तीनवटा कुराहरू शक्ति, सत्ता र पैसा, यो धनको पछाडि उहाँहरू जे पनि गर्न तत्पर हुनुभयो। यसैको लागि उहाँहरूले आन्दोलन यदि गरेको हो भने त सबै कुरा व्यर्थै भयो। र यो चीजको पछाडि लागेर उहाँहरूले जुन गल्ती गर्नुभएको छ त्यसको दुष्परिणाम आज यो देखा परिरहेको छ। यो आन्दोलन हो। यसबाट के बुझ्नुपर्ने हो भनेपछि नेताजीहरूले नम्बर एक कुरा कि शक्ति, प्रभाव, सत्ता, धनको लागि कुनै आन्दोलन यदि गर्नुहुन्छ भने जनताले साथ छोडिदिन्छ, नम्बर एक कुरा। नम्बर दोस्रो कुरा, भइराखेको देश सुहाउँदो, माटो सुहाउँदो धर्म र संस्कृति जेमा अडेको थियो त्यसलाई खलबल्याउनु हुँदैन थियो। तर उहाँहरूले खलबल्याउनु भयो र खलबल्याउनु भयो थियो, धर्मनिरपेक्ष गर्नुभयो थियो यहाँसम्म। तर उहाँहरूले संविधानमा लेख्नुभयो देशलाई धर्मनिरपेक्ष गराउनु भयो र जनतालाई धर्मनिरपेक्ष भएर बस्नुभयो। तर आफूहरू धर्मनिरपेक्ष बस्न सक्नु भएन। उहाँहरूले हिन्दुत्वको बरखिलाफ हुने गरी, हिन्दुत्वको मर्मलाई चोट पुग्ने गरी, हिन्दू धर्म र संस्कृतिलाई चोट पुग्ने गरी उहाँहरूले आफ्नो
नीति विचार र पाइला र दिशा बदलेर क्रिस्चियनपट्टि चाहिँ लाग्नुभयो। यसबाट बहुत ठुलो एउटा घटनाको चाहिँ म तपाईहरुलाई बताउँछु कि यसबाट हुने खतरा के हुने भयो त भनेपछि उहाँहरूले यो बिर्सनुभयो कि हाम्रो देशमा कस्तो कस्तो कम्युनिटी छ भनेर। जस्तो देशमा हिन्दू पनि बसेका छन्, 82% हिन्दू छन् भने मुस्लिम पनि छ, सिख पनि छ, इसाईहरू पनि छन् थिए। तर रह्यो कुरा के भनेपछि जहाँ क्रिस्चियनिटीलाई एउटा योजनाबद्ध तरिकाले यदि प्रमोट गर्नुहुन्छ र साथसाथमा नेताजीहरू स्वयं प्रमोट गर्नुहुन्छ भने, प्रमोट गर्नमा उहाँहरूको सहमति सहयोग हुन्छ भने अगुवाकार मुख्य नेताहरूमा त्यस्तो कुरा देखा पर्यो। त्यसले गर्दाखेरि आज पुरा पहाडी खण्ड र हिमाली खण्डमा र जहाँ पनि तराई खण्डमा पनि जहाँ पनि यो धर्मनिरपेक्षताको नाममा खाली क्रिस्चियनिटी बढेको छ। क्रिस्चियनिटी बढ्नुदेखि खासै समस्याको विषय त्यो होइन। समस्या यहाँनिर छ कि मैले भने नि कि हाम्रो देशमा हिन्दू मुसलमान सबै समुदायहरू बसेका छन्। मुस्लिमले क्रिस्चियनिटीलाई पटक्क रुचाउँदैन र नम्बर 1 यदि योजनाबद्ध तरिकाले क्रिस्चियनिटीलाई बढाइन्छ भने मुस्लिम सशङ्कित हुन्छ। मुस्लिम सशङ्कित भएपछि खतरा त कहाँनिरबाट आउँछ भने हाम्रो देशका नेपालका मुस्लिमहरूमा त्यस्तो कुनै किसिमको चाहिँ लप्पन छप्पन छैन। उहाँहरू हिन्दू राष्ट्र हुँदाखेरि बहुत मिलेर आरामसँग बस्नु भइरहेको छ पनि अहिलेसम्म पनि। र सबैलाई दाजुभाइको हिसाबले आफ्नो धर्म संस्कृति आफ्नो रीति कुल परम्परा अनुसार हिँड्नु भएकै छ। उहाँहरूलाई त्यस्तो चासो पनि छैन। तर खतरा यहाँ कहाँनिर हुन्छ भने जब क्रिस्चियनिटी बढिरहेको छ भने नेपालका मुस्लिमहरू अथवा अन्य समुदाय जसलाई यसको विरोध छ उहाँहरूले यदि विरोध गर्नुहुन्न भने प्रत्यक्ष रूपमा भने अरू देश दुनियाका जुन सङ्गठनहरू छन्, तमाम किसिमका अरू आतंकवादीहरू छन्, उनीहरूको ध्यान आकर्षित हुन सक्छ। हामीले एउटा घटना बेहोरिसकेका छौँ। हाम्रो देशको जुन मैले अघि घटनाको कुरा गरेँ त्यो एउटा चाहिँ भइसकेको छ। आतंकवादीहरूले हाम्रो देशबाट हवाई जहाज अपहरण गरेर लगिसकेका छन्। त्यसपछि अब कताबाट पाकिस्तानका मान्छे आएर कता फेरि उता इन्डियामा एकजना महिला पसिके छन्, कहाँ उनको तमाम भिडियो केहरू आइरहेछ। अनि यस्ता मतलब कि यो बाहिरका तत्त्वहरू पनि देशमा आकर्षित हुन थाले। उनीहरूले के देखे भने अब त माहौल यहाँको वातावरण जस्तो छ कि कोही कसैलाई केही रोक्नेवाला छैन, कोही कसैलाई भन्नेवाला छैन, जे गरे पनि हुन्छ भन्ने किसिमको। अब यसैको सन्दर्भमा तमाम कुन्टलौँ सुन आयो रे, तमाम किसिमका चाहिँ अब अरू के अब नशेलु पदार्थ होला अथवा विभिन्न किसिमका जाली नोटहरूका कुराहरू पनि समाचारहरूको माध्यमबाट आइरहेका छन्। यी सबै कुराहरू त के हुन् भनेपछि यो आतंकवादी र त्यस्ता किसिमका गलत काम कुरा गर्ने सङ्गठनहरूको आकर्षण बन्छ यस्तो कुराबाट र उनीहरू आकर्षित हुन्छन्। कसैले हाम्रो देशवासीले कसैले बोलाउनै पर्दैन तिनलाई, ती आफैले वातावरण सुँग्दै कुकुर झैँ सुँग्दै आइपुग्छन्। आएर तिनीहरूले बसोबास गर्न थाले र हाम्रो कमजोर नसा नाडीलाई भेटाएर हाम्रो जुन आपत्ति गर्ने जुन समुदायहरू छ त्यो समुदायसँग तिनीहरूले हातेमाले गरेर बवाला गर्न खोज्यो भने हाम्रो देश त आतङ्ककारीहरूको अड्डा बन्न पुग्छ भोलिका दिनमा। यसबाट हाम्रो नेताहरू किन सचेत हुनुहुन्न? यो त सचेत त हुनु पर्यो नि यस बारेमा। यो कुरामा उहाँहरूको ध्यान गएको छैन। उहाँहरूले हाम्रो बार्डर खुला बार्डर छ, खुला सिमाना छ। उहाँहरू बार्डर कमसेकम हेरुन्, बार्डरको स्थिति हेरुन्, बार्डरमा के कस्ता गतिविधिहरू छन् हेरुन्। यो कस्तो चलखेल भइरहेको छ, कति चाहिँ स्मग्लिङ भइरहेको छ, तस्करी भइरहेको छ, देशमा भ्रष्टाचार उत्तिकै बढिरहेको छ। यो सब कुराहरू आखिरमा यसले गर्दा नै यो कुतत्वहरू हाम्रो देशमा आकर्षित हुने मौका पाउँछन्। त यो सबै चिज कुतत्वहरू आयो भने आतंकवादी सङ्गठनहरू दुर्भाग्यले कहीँ देशमा आइपुग्यो भने र उनीहरूले हात हालिदिए भने भोलिका दिनमा हाम्रा देशवासीले हाम्रो नेताहरूसँग के यसलाई रोक्ने कुनै उपाय छ? हामीले सक्छौँ। अमेरिका जस्तो देशलाई
आतङ्ककारीहरूले त्यति चोट पुर्याएका छन्। हामीले न्युयोर्कको त्यो आतङ्कवादी हमला देखिसकेका छौँ। भारतमा अहिले पहलगाम र कहाँ चाहिँ काश्मीरमा हमलाहरू भएका छन् र अरू पहिले पनि तमाम काण्डहरू भारतमा हुने गरेका छन्। त्यो के ताज काण्ड र के काण्ड कहाँ चाहिँ आतङ्कवादीहरूले हमला गरिसकेका छन्। यो सबै कुरा त हामीले देखेर सुनेर हामीले यसबाट शिक्षा लिनुपर्ने हो। हामीले त कुनै पनि चिजको शिक्षा लिँदैनौँ। हाम्रो त देश बिल्कुल चारैतिरबाट किल्लाले घेरिएको छ। एकदमसँग हामी एकदम सुरक्षित छौँ। सबै कहीँ हावा पनि प्रवेश गर्दैन बाहिरी। हामीले त जे गरे पनि हुन्छ भन्ने चाहिँ हाम्रोमा घमण्डका साथमा हामी हिँड्ने अवस्था छ। यस्तो खुला बार्डर, यस्तो किसिमको सामाजिक सञ्जाल, यस्तो किसिमको तमाम किसिमका चाहिँ रेडियो टेलिफोन तार र तमाम किसिमका वैज्ञानिक विकासहरूले गर्दा तमाम गलत कुतत्वहरू चाहिँ हाम्रो देशमा प्रसरी लिन सक्छन्। यो खतराहरू हाम्रो देशमा मडराइरहेको छ। यसलाई यो त किन हाम्रो नेताहरूले बुझ्दैनन्? किन हाम्रो अब यसको त निकास त एउटै हो, हिन्दू राष्ट्र र राजतन्त्र। तपाईहरू फेरि भन्नुहोला कि अब मुस्लिमहरू छन् उनले हिन्दू राष्ट्र मन पराउँछन् त? बिल्कुल मन पराउँछन्। मन पराएरै बसेका थिए अहिलेसम्म त। उहाँहरूले त म त स्वयं यो 2072 सालको हिन्दू राष्ट्र हुनुपर्छ भनेर संविधान सभाको सुझावको दिनको लागि तमाम किसिमका जुन के अरे एक किसिमले जुन प्रदर्शनहरू भए त्यसमा म पनि मैले देखेको छु। मुसलमानहरू अगाडि सरेर हिन्दू राज्य चाहियो, हिन्दू राज्य चाहियो, हिन्दू राज्य चाहियो भनेर भन्नुहुन्थ्यो। किनकि उहाँहरूको अनुभवमा छ। उहाँहरूले राम्रोसँग अनुभव के छ भनेपछि हिन्दू राज्य भएपछि कुनै किसिमको यहाँ नेपालमा कुनै किसिमको कुतत्वले आक्रमण गर्न सक्दैन। यहाँ राम्रो हुन्छ। तर हिन्दू राज्य मात्रै रहेर हुँदैन, राजा पनि हिन्दू चाहिन्छ। अनि मात्रै हो, अनि मात्रै हिन्दुत्वको संरक्षण हुन्छ। हिन्दू के अरे राष्ट्र बनाइदिँदा यदि तपाईँ नेताहरू त त्यसमा सहभागी त हुन सक्नुहुन्न। तपाईँ नेताहरूले त आफ्नो तरिकाले हिँड्नुहुन्छ। अनि त्यो हिन्दुत्वको संरक्षण फेरि कसले गर्देला? हिन्दुत्वको संरक्षण गरिदिन त कोही न कोही त चाहियो नि। राष्ट्रको मेलमिलाप गराइदिने, सबै जनसमुदायहरूलाई पुरा सबै विभिन्न किसिमका समुदायहरूलाई एकताको सूत्रमा बाँधिदिने कोही त चाहियो नि त। अनि यो शान्ति, सुरक्षा, अमन, चयन, राम्रो हुन सक्ने वातावरणको सिर्जना गर्नपट्टि हामी किन सोच्दैनौँ? हामीले किन त्यस्तो विचार गर्दैनौँ? हामीहरू कहाँ सानो हुन्छौँ र हिन्दू राज्य आउँदैमा राजालाई चाहिँ पुनः फेरि सम्मानित स्थानमा राख्दैमा के नेपाली जनता कमजोर हुन्छ र? नेपाली नेताहरू के कमजोर हुन्छन् र? नेपाली शासनतन्त्र के कमजोर हुन्छ र? यो त फेरि शासन गर्ने त आखिरमा नेताहरूले नै हो, जनप्रतिनिधिहरूले नै हो। जहिले पनि शासन त नेताहरूले नै गर्ने हो भनेपछि एकताको सूत्रमा बाँध्ने, बलियो बनाइदिने, अलि टाढासम्म हेरिदिने, दायाँ बायाँ नहेर्ने, राजनीतिक खेलमा सम्मिलित नहुने त्यस्तो किसिमको अभिभावक त चाहियो न त देशलाई। त्यो दिनलाई के अप्ठ्यारो भयो जब जनताले माग गरिरहेको छ? यो जनताको यो जुन जुलुसहरू भइरहेको छ, नारा जुलुसहरू भइरहेको छ, यसबाट त देशमा अमन चयन, शान्ति, सुरक्षा कायम हुन्छ। कुनै किसिमको आतङ्कवादको खतरा हुँदैन। अनि देशमा विभिन्न किसिमका मतभेदहरू जुन अहिले पैदा गराइएको छ राजनीतिको नाममा, हिन्दू अलग, मुस्लिम अलग, थारू अलग, के जनजाति रे, के नेवार रे, के तमाङ रे, के दुनियाँभरिको खुद्रा खद्री मधेसी रे, ये क्या हुन्? यो सबै यो एक ढिक्का एक नेपाली हो नि त सबैजना। यो कहाँबाट आयो यो दुनियाँभरको यो खुद्रा खुद्री काम कुराहरू? यसले देश बन्छ? यो नबोले जनताले जबसम्म बोल्दैन बोलेपछि त बोल्नै मन लाग्छ। अब यो कमसेकम यो देशको लागि राम्रो हुनको लागि हामीले त काम यो दुईटा काम गरिदिने हो भने आखिरमा अप्ठ्यारो कसलाई छ? कसलाई अप्ठ्यारो छ? छिमेकीले अप्ठ्यारो छ कि नेताहरूले अप्ठ्यारो छ या आतङ्कवादीहरूले अप्ठ्यारो छ या कसले अप्ठ्यारो छ या घुस दिनेवालाहरूले अप्ठ्यारो छ? होला कसैले अप्ठ्यारो, पर्ला कसैले अप्ठ्यारो। त्यो अप्ठ्यारोको लागि हामीले आफ्नो देशलाई बेच्दिने हो? हामीले आफ्नो देशमा अशान्ति फैल्न दिने हो? हामीले आफ्नो देशलाई अर्काको कब्जामा दिने हो? हामीले किन आफ्नो देशको माया गर्न नसक्ने? हामी देशको मान्छे, हामी माटोको मान्छे किन बन्न नसक्ने? तपाईँहरू किन माटोको मान्छे बन्न सक्नुहुन्न? जब तपाईँहरू प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री आदि इत्यादि ठुल्ठुला पदमा पुग्नुहुन्छ भने तपाईँ कहाँ पार्टीको मान्छे? तपाईँ त त्यसबेला देशको मान्छे बन्नुपर्ने हो। तपाईँ त देशको मान्छे भएर पो बाँच्नुपर्ने हो।
तपाईहरुले त अब हमेशा त घण्टी बाँधेर राख्नुहुन्छ, फलानो दलको फलानो दलको फलानो दलको फलानो कार्यकर्ताको बीच फलानो कार्यकर्ता। यो पनि त तरिका हो देश चलाउने? देश यसरी चल्छ? विभिन्न किसिमका फुट गराएर देश चल्छ? वो फुट गराएर अंग्रेजहरू देश चलाएथे भारतमा, तमाम ठाउँमा, दुनियाँमा। आखिरमा के छ अहिले बेलायतको हालत? अहिले के भइरहेको छ? कति उनको शक्ति सम्पन्नता कहाँ गयो? आखिर हरायो कि हराएन? सबै फुट गरेर चल्दैन धेरै दिनसम्म शासन। एकताले चल्छ, सबैलाई माया गरेर चल्छ, सबैलाई प्रेमपूर्वक शासन चलाउने हो भने शासन चल्छ, सबैको हित हुने काम गरेर शासन चल्छ। यो भ्रष्टाचार, न्यायपालिका आदि इत्यादि माथि तमाम किसिमका उठिरहेका प्रश्न र तमाम किसिमका आतंकवादीहरूलाई प्रश्रय दिन खालको चाहिँ वातावरण, यो सबै चिज त अन्त गर्नु पर्यो। नत्र फेरि हामीले सम्हाल्दै कसले देश सम्हाल्दिन्छ? देश सम्हाल्दा कति ताकत छ र हामीसँग? ठुल्ठुला देश त आतंकवाद र भ्रष्टाचार र के यस्ताको सामुन्ने त बिचारा ढिला भइसकेका छन्, ढिला पर्छन् तिनीहरू। उनीहरूको त कति चोट पर्छ भनेपछि हामीले कसरी गर्न सक्छौँ? हामीले त शान्तिपूर्वक आफ्नो देशको माया ममताका साथ विकास गर्नुपर्ने हो, आफू सुरक्षित भएर बस्नुपर्ने हो। आफ्नो नीति हामीले विदेश नीति, आन्तरिक नीति सबै त्यस्तै किसिमको बनाउनु पर्यो नि। खाली पार्टीको नीति, खाली आफ्नो नीति, खाली आफ्नो पेट भर्ने नीति त्यस्तो बनाएर हुन्छ? करोडौँ करोडको बेडमा सुत्ने, करोडौँ को होटलमा जाने, यो के तरिका हो भाइ? यो देश यसरी त चल्दैन नि। देश चलाउनु पर्यो। देश तपाईको मात्रै हो र? जनताको पनि त देश हो नि, हाम्रो पनि त देश हो नि। हामीलाई दुःख छैन? दुःख लाग्दैन? हाम्रो देश जान थाल्यो, कति अशान्ति भइरहेको छ, हाम्रो मर्का परिरहेको छैन? हामीलाई चोट लाग्दैन? हाम्रो मन दुख्दैन? भोलि राति के अरे छिमेकीहरूसँग रात दिन मजाले बसिराखेको, विभिन्न धर्म समुदायहरू एकसाथमा बसिराखेको, चाडपर्वहरू एकसाथमा मनाइराखेको हामी मान्छे आज भोलि हाम्रो एउटाको चाडपर्व अर्कोको चाडपर्व, उसको चाडपर्वमा ऊ नजाने, उसको मलामी ऊ नजाने, उसको बिहामा ऊ नजाने, त्यस्तो भइसकेछ देशमा। तपाईँले ध्यान छ कि छैन यो कुराको? विचार गर्नुहोस् न। तपाईँहरू कस्तो देश हाँक्नुहुन्छ भाइ? यो यसरी चाहिँ हमेसा कहिले कुर्सी यता, कहिले कुर्सी उताको लागि उताको उता। यो क्या हो त्यो तमासा? देशलाई सुदृढ बनाउनु पर्यो, देशलाई शान्ति सुरक्षा बलियो बनाउनु पर्यो। प्रशासकहरूलाई चाहिँ अडिग भएर आफ्नो शान्ति सुरक्षा कानुन बमोजिमको शासन देऊ भनेर भन्नु पर्यो। यिनीहरूलाई किन छेडखानी गर्नुहुन्छ? हाम्रो पक्षमा काम गर है, जाऊ फलानु जिल्लामा, हाम्रो उसमा फलानु अदालतमा तपाईँले पठाइदिन्छु। यो के भागबन्डा हो? न्यायपालिकामा भागबन्डा, धर्ममा, अरे मन्दिरमा पनि भागबन्डा अहिले गराएका छन्। दुईटा मन्दिर कहाँको आइरहेको छ, एउटा चाहिँ काङ्ग्रेसको र एउटा एमालेको चाहिँ उस त्यसमा अध्यक्ष र के। स्कुलहरूमा भागबन्डा, कलेजहरूमा भागबन्डा, के भयो यो जम्मा भागबन्डा? देशै बाँडेर खाने हो तपाईँहरूले? हामी कहाँ जाने त? हाम्रो जनता, सामान्य जनता कहाँ जान्छ त? हामी विचार गर्नु पर्यो है नेताजीहरू, जनताले पनि विचार गर्नु पर्यो। यो शासन व्यवस्थालाई सुदृढ बनाउनु पर्यो। यो हामीले चाहिँ कसैको लाखा पाखामा हामी किन लाग्ने? आफू गरी खानु पर्यो त, हामीले गरी खान पाउनु पर्यो, शान्ति सुरक्षापूर्वक, मेलमिलापपूर्वक, छिमेकीसँग मिलेर हामी बस्न पाउनु पर्यो। त्यस्तो वातावरण बनाइदिनुहोस् न। तपाईँहरू विकास नदिनुहोस् विकास, लैजानुहोस् विकास आफ्नो खल्तीमा हाल्नुहोस्, तर हामीले वातावरण त खलबिल्याइदिनुहोस् कमसेकम। हिजो अस्तिदेखि हामी शान्तिपूर्वक बसेका मान्छेलाई शान्तिपूर्वक बस्न दिनुहोस् न। हो, छोड्नुहोस् न बाँकी कुरा, बाँकी त तपाईँहरू जान्नुहोस्, जेसुकै गर्नुहोस्। तर हामीलाई शान्ति कसरी, देशमा शान्ति हुन्छ, स्थिरता कसरी हुन्छ? शासन सुदृढ, 6 महिना एउटाले राज चलाउने, 6 महिना एउटाले चलाउने, 3 महिना एउटा प्रधानमन्त्री हुने, 4 महिना, क्या तरिका हो? कोही ठेगानै नहुने देशको, इज्जतै छैन हाम्रो देशको। हामीहरूको इज्जत छैन? हामी नेपाली होइन? तपाईँहरू मात्रै हो, तपाईँको देश मात्रै हो यो? विचार गर्नुहोस् है नेताजीहरू। यो बेकारमा यो आन्दोलन दुनियाँभरको जुन भइरहेको छ, यसलाई साम्य पार्नको लागि व्यवस्था मिलाउनुहोस्, कुराकानी गर्नुहोस् सबैजना बसेर आपसमा। सबजना बसेर कुरा गर्दा कसको कुन चाहिँ निकास निस्कँदैन? ल विचार गरेर अहम छोडेर सबजना एक ठाउँमा बस्नुहोस्, गोलमेज एउटा टेबलमा बसेर ल के कसले कसको कति नरम हुने भनेर विचार गर्नुहोस्। को कति कडा हुने होइन, को कति नरम भएर मेलमिलाप हुन्छ भनेर यसरी मेलमिलाप गरौँ र देशलाई शान्ति सुरक्षा दिउँ। मेरो माग यही हो। नरिसाउनु होला। धन्यवाद छ। नमस्कार छ।